ओके गाइस, म चाहिँ जिमपट्टि गएको अहिले। म ओमानमा छु अनि अहिले बज्दैछ तपाईँको 12 बजेर 12:15 भयो। यति बेला नै भ्याउँछ जिम जानुलाई, किन लेट गएको भनेर नसोच्नु, किनकि 12 बजी त ड्युटी नै सकिन्छ। सराउन्डिङ चाहिँ यस्तो छ यहीँ। अब हुनु चाहिँ यो रोड क्रस गरेर उता जानुपर्छ। यहाँनिर सानोडी एकदम यो के हो, यो खण्डर टाइपको छ हो। यहाँभित्र घोप्टिकन चाहिँ टक्क रोड क्रस गर्नुपर्छ पर्खिँदै। यो हो खण्डर चाहिँ। यो चाहिँ अब उभिएर चाहिँ जानु सक्दैन, घोप्टेर जानुपर्छ हो। भित्र चाहिँ यस्तो छ। यहाँ चाहिँ घोप्टेर चाहिँ ऊपरसम्म जानुपर्छ, यसरी जानुपर्छ हो। आधी उधी जिम त यतै भइहाल्छ। खण्डनबाट निस्के यो दुलोबाट अब झन्डै 5 मिनट जस्तो हिँड्नुपर्छ अगाडि। यस्तो छ यता यो हस्पिटल हो। हस्पिटल पर पुग्नुपर्छ जिमको लागि चाहिँ। अब त्यहाँ पुगुन्जेलसम्म चाहिँ एउटा गाना सुनाउँछु है म। अब त्यस्तो प्रोफेसनल सिङ्गर त होइन, टाइम पास अब होइन, एक्लै छ बाहिर देशमा। साथीहरू पनि अब कोही पनि छैन, चिन्नु जान भनेको कलिग्सहरू मात्रै हो। यताउता जानुको लागि पनि अब एक्लै हो। ल बनाउन मात्र म गरिदिउँला, तिम्रै हुँ म त, तिम्रै रहँला माया। धेरै टाढा छु म त, बिर्सेको छुइनँ, हृदयमै छौ त, तिमी नै अरू होइन। थाक्यो त्यति थरी गाउँदिनँ। अगाडिको सिन चाहिँ यस्तो छ। यहाँ चाहिँ खोइ यो सुपर मार्केट टाइपको के हो। सुपर मार्केट थुप्रै छ। बाटो चाहिँ यो एकदम कच्चा बाटो छ, केही बनेको छैन अहिले। यहाँ ओमानमा यस्तै हो, ठुल्ठुलो जग्गाहरू छ, केही छैन हो। बिल्डिङहरू चाहिँ यत्रो यत्रोहरू छ। अब यो रोड सट्ट यहाँ गएर फेरि यस्तै बाटो क्रस गर्नुपर्छ। मेरो छाया पानी बोएछु हाफप्यान्टमै। राति हुँदा त के हुन्छ, कोही मान्छेहरू पनि देख्दैन, हिँडेकोहरू सुनसान नै, कोही छैन। कहाँ आइपुग्यो जस्तो लाग्छ नि कोही कोही बेला त। तातो न तातो हावा चल्दैछ। कपालहरू उडाएर तातो छ हावा पनि। गरम महिना लाग्यो। यहाँ त नर्मल भनेको 39, 40, 41हरू हुन्छ। गरम 47, 48, कोही बेला त 50 पनि छुला छुला यस्तो गर्छ। यहाँ छ बत्ती बोल्दै गरेको जिम चाहिँ हो। हुन चाहिँ बाटो यहाँबाट गएर यसो क्रस गर्नुपर्छ, तर यहाँबाट सिधै गइदिन्छ। अब केही त छैन, माटै माटो। पुग्न आँट्यो बल्ल, यो रोड आइपुग्यो। यो हो जिम चाहिँ, यताबाट जानुपर्छ। एउटा दुइटा गाडी हिँड्दैछ बाटोमा। अब भित्र आइपुग्न आँटे। कतापट्टि हो, यतापट्टि हो। यस्तो छ। यति बेला कम्ती हुन्छ मान्छेहरू पनि। अल सेट टवल। हामी फर्स्ट चाहिँ म कार्डियो गर्छु यसमा ट्रेडमिलमा। यस्तो छ जिम चाहिँ। हुन्छ अब एकछिनमा भेटौँ, सकिहाल्छु म होइन। आउँदा आउँदै पसिनै पसिना भइसक्यो। अहिले चाहिँ 2 किलोमिटर ट्रेडमिल सकेर हल्का बाइसेपको गरेँ। अन्त फेरि यता साइक्लिङ गरेर अब फेरि ट्रेडमिल गर्न आँटेको, सक्न आँटेको। अहिले टाइम भएको छ 1:30 मर्निङको। अब जिम सकेर रुम फर्किँदै हो। अब निस्किन्छु यताबाट। बाहिर चाहिँ यस्तो चाहिँ सुनसान, केही पनि छैन। गाडीहरू आउँदैछ जाँदैछ एक दुईवटा, छैन। अब यहाँबाट सिधा उता जानुपर्छ। शून्य त चारैतिर अन्धेरो। यो चाहिँ हस्पिटल हो, सबै बन्द भइसक्यो। ओमान है यो चाहिँ। ओमानमा विदेश ठुल्ठुलो बिल्डिङ देख्छु भनेर चाहिँ नआइपुग्ने हुन्छ। यस्तो हुन्छ यहाँ चाहिँ, एउटा मान्छे पनि छैन। खण्डर पनि आइपुग्यो। वरिपरि चाहिँ यस्तो छ। खण्डर कति लामो छ देखाउँछु ल। बेसी लामो त छैन, तर पनि यतापट्टि पुग्नुसम्म चाहिँ अलिकति सलक्कै भइसक्छ। लु घोप्ट्यो, अब हिँड्नुपर्छ डङ्कडङ। हेर त वर्ल्ड वारमा
लुक्नु लागि बनाएको जस्तै ग्राउन्ड मुनि बोर्डर क्रसिङ गरेको जस्तो लाग्छ नि बेला बेला। आइयो बल्ल आइपुग्यो। यो गाडीहरू चाहिँ सबै सेकेन्ड ह्यान्ड बेच्ने गाडीहरू हो। पहिला मैले गरेको नि याद आउँछ, सबै सेकेन्ड ह्यान्ड। एउटा यस्तै खालको गाडी किन्नु पायो पनि हुन्थ्यो, किन्छु कुनै दिन। हेर त क्या दामी दामी गाडीहरू छ, धुलो पिठो भएर बसिरहेको। यो चाहिँ हाम्रो बिल्डिङको खटारा लिफ्ट हो। हेर्नुहोस् टक्कै बन्द हौँ कि नहुन्छ नि यस्तो छ। लिफ्टबाट टक्कै निस्केर चाहिँ उयो दैलो क्रस गरेर उता जानुपर्छ, त्यहाँदेखि मेरो रुम आउँछ। ल आजको लागि यति नै, अब भोलि बात गरौँ। थ्याङ्क यू।